ल गाइज वेलकम ब्याक टु द च्यानल। स्वागत छ तपाईँहरूलाई जुम्ली 143 मा। अनि गाइज हामी चाहिँ आज क्याम्प फायर हान्न आएका छौँ होइन। त्यो सबै हामीसित चिजहरू सबै हामीले जे जति बोकेर ल्याएका छौँ। अबको 5 घन्टा हामी यतै बिताउनेछौँ। हामी जे जति क्रियाकलापहरू गर्नेछौँ सबै तपाईँहरूलाई चाहिँ देखाउनेछौँ जस्ताको तस्तै। ल गाइजहरू इन्जोय गर्नुहोस् भिडियो है त। केटाहरूले चाहिँ चुलो बनाउन रेडी गरिरहेछ केटाहरूले होइन। ल केटा हो अनि हामी चाहिँ दाउरा खोज्न जानेछौँ यस समयपछि। हेर्न सक्नुहुन्छ। ल गाइज रेडी हो? ल रेडी हो दाजु। ल ल गाइज हामी चाहिँ अब जङ्गलमा दाउरा खोज्न आएको छौँ होइन। ल केटाहरू सिम्बाबा लाउने छ कि बाटो गाई। हामी चाहिँ दाउरा खोजिरहेका छौँ होइन गाइजहरू। ल ए उठाऊ केटा ल दाउरा चाहिँ हामी यो चाउचाउ पकाउनलाई हो। यत्तिको भयो भने हुन त भइहाल्ला। केटाहरूले चाहिँ उठाइरहेछ। ल यो पनि उठा केटा। यस्तो राम्रो जङ्गल छ होइन क्याम्पिङ गर्नलाई एकदम राम्रो छ गाइजहरू। आज विशेष गरी फागु पूर्णिमा होलीको दिन हो। आज चाहिँ पहाड होली मनाउने गरिन्छ। अनि गाइजहरू दाउरा यस्तो झिजा मात्रै भेट्यो होइन सानोतिनो आगो बाल्नलाई। अब चाउचाउ पकाउनलाई त हुने भइहाल्छ नि होइन। केटोले ल्याएर आइरहेछ। गाई यतापट्टि आएर हावा छेक त। आगो बाल्दैछ केटोले। उहाँ आगो बालिरहेछ होइन। गाइजहरू हामी चाहिँ त्यो बले चाउचाउ खाइँदैछु होइन। नाम चाहिँ बले बले होइन सरी यो त दिपक राजगिरी रहेछ यार। वाह आगो बलिसकेको छ गाइजहरू। अब चाहिँ हामी होइन दिनमै चाहिँ आज सानोतिनो क्याम्प फायर हालिरहेछौँ गाइजहरू। फर्स्टमा पानी गयो गाइजहरू होइन हेर्न सक्नुहुन्छ। हामी चाहिँ ल यसको ढक्कन लगाइदिउँ होइन। ल गाइजहरू यदि तपाईँहरू पनि यसरी बाहिर चाहिँ क्याम्प फायर गर्नुहुन्छ भने चाहिँ जथाभावी आगो चाहिँ नलाउनु होला। जथाभावी आगो चाहिँ नगर्नु होला, युज नगर्नु होला। र आफ्नो काम सकेपछि आगोलाई निभाउनु होला। किनभने चाहिँ वन जङ्गल डढेलो लाग्न सक्ने सम्भावना निकै देखिन्छ होइन। र चाहिँ यो हामीले 2वटा मात्रै भेट्यो होइन। पसलमै छैन रहेछ क्या। अलि तल टाढै गएर ल्याउनु पनि सकिन्थ्यो। तर चाहिँ हामीलाई ढिला हुनु भएको हुनाले चाहिँ हामीले आज होली विशेषको चाहिँ आज त्यो 2वटा मात्रै बनाइरहेको छौँ गाइजहरू हेर्न सक्नुहुन्छ। र भिडियो अन्तिमसम्म हेरेर इन्जोय गर्नु होला गाइज। हामी चाहिँ आज होइन शान्त वातावरणमा भिडियो बनाउनु भनेर आएको। त्यही भएर यो गाइज पानी उम्लिसकेको देख्न सक्नुहुन्छ होइन तपाईँहरू हेर्न सक्नुहुन्छ। पानी उम्लिसकेको छ। अब चाहिँ हामी योमा चाहिँ यो नुडल्स हाल्नेछौँ। हामी प्लास्टिकको खोस्टाहरू जथाभावी फोहोर गर्ने छैनौँ। हामी चाहिँ जलाइदिनेछौँ। गाइजहरू चाहिँ बनिसकेको छैन हाम्रो। एउटा यो पनि हाल्नु जस्तो लाग्यो। एउटा यो पनि हाल्नु जस्तो लाग्यो। खाजा त भोजन चाहिँ दामी हुन्छ पछि। ल हेर्न सक्नुहुन्छ गाइजहरू होइन। त्यता भाइ कस्तो छ भाइ? अह वाह मिठो मिठो रियाक्सनै आएन त केटा। रियाक्सनै आएन त केटा। अरे रियाक्सन बनाउँछ होइन। हेलो वाह के छ हाल खबर? यो चाहिँ गाइज अघि त्यो सकिएर फेरि पकाउनु लाग्यो। ल गाइजहरू हाम्रो टक्क बन्दैछ है। हाम्रो दाजुले बनाइरहेछन्। हाम्रो पार्टी यस्तै छ। अब क्या मासु ल्याएर यस्तै छ तर भिडियो बनाउँदै बस्दै हो क्या भाइ। भइसक्यो गाइज फाइनली आइसक्यो तल। एकदम ए चट्ट गइसक्यो। नै पानी पर फालिनु। यस्तै छ आज हालको मौसम पनि गडबड। यार पर्खिँदा त्यत्रो बोल्नु छ यार। आइन र बाँधिनु हाम्रो यो भ्लगमा यहाँ 15 पनि सम्पर्क भइरहेछ नि गाइस केटाहरु हेर्नुस्। अब त्यो तर छिटो छिटो खाइसकेर गइहाल्दैछु। केटाहरु आउनु त म त अगाडि हिँडिहाल्थ्यो गाइस।
फाइनली गाइस खाइरहेछन् केटाहरू खानै बढीको हुँदैन भाइ बाबा खान नुनेर अलि खाइले चाउचाउ पाटेको गाइस ल गाइजहरूले चाहिँ अब सबै गरिसकेका छन् व्यवस्थापनहरू होइन सन्दीप भाइ बसौँ त राम्रो देखिरहेछ भाइलो बसौँ न यो चाहिँ चिन्नुहुन्छ होइन यो मान्छेलाई यो 1 नम्बरको खतरनाक डेन्जर मान्छे हो या त कोही नलागेन रिसायो भने कडा छ फेरि पारि चाहिँ हिमाल पनि टक्क क्या राम्रो देखिरहेछ गाइजहरू गाइज खासै होलीले चाहिँ फापेन जस्तो छ है गाइजहरू हामीले दिनभरि होली मनाएर रमाइलो गऱ्यौँ त्यहाँनिर गीत सित गायौँ होइन टिकटकहरू बनायौँ धेरै भिडियोहरू गरेर रमाइलो गऱ्यौँ तर चाहिँ अहिले यस्तो बादल लागेर यस्तो हिउँ पर्ला जस्तो भइरहेछ गाइजहरू अब चाहिँ भोलि नेक्स्ट भिडियो अर्को यदि हिउँ परेछ भने अब हिउँ परेको भिडियो अब नेक्स्ट हुनसक्छ होइन गाइज त्यति जेलसम्मको लागि अहिले चाहिँ हिउँ परिरहेको छ अलिअलि पानी परिरहेको छ होइन त्यही भएको हुनाले हामी चाहिँ यहाँ रुखको मुनि चाहिँ बसिरहेको छौँ गाइजहरू होइन र चाहिँ अब नेक्स्ट भोलि चाहिँ हिउँ पऱ्यो भने तपाईँहरूको सामान्य अर्को हिउँ परेको भिडियो पनि आउन सक्छ गाइजहरू त्यति दिनसम्मको लागि चाहिँ प्रतीक्षा गरेर बस्नु होला लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला त्यही भन्न चाहन्छु गाइजहरू धन्यवाद छ